साथी के त तिमी टेन्सनमा अफिसको फाइल अड्किरहेछ त्यस्तो बेला त मिलाउनु मिलिहाल्छ नि मिलाउने मतलब मिलाउनु मतलब अलि लिदिएर पैसा अलि मिलाएर गर्ने नि ड्राइभरी त्यो त रङ होइन र त्यो त नर्मल हो आजकल जसले नि गर्छ गएर एकचोटि बुझी हेरौँ न त बुझ्नु न त मे कम इन सर Come in. Have a seat. थ्याङ्क यू सर के थियो होला? हाम्रो यो फाइल अड्किएको थियो अफिसको अनि यसको लागि यहाँ डकुमेन्टहरू ल्याएको छ तपाईँको यो काम त हुन्छ तर अलिक ढिला हुनसक्छ। यदि तपाईँलाई चाँडै चाहिएको छ भने चाहिँ यु नो समथिङ एक्स्ट्रा। एक्स्ट्रा मतलब चिया खर्च अलिअलि मिलाउनु न। हेर नसोच न अहिले त सबले दिन्छ त मध्येमा बस्नु भने म बसौँ सर बस्नुहोस् सर म हिजो आएको थिएँ नि मेरो काम लिएर त्यो के भयो भनेर नि तपाईँको काम त अलि गाह्रै पर्छ अलि टाइम लाग्नु सक्छ मेरो काम चाहिँ अलिक छिटो गर्न मिल्छ कि भनेर नि अलिक छिटो त मिलेन अरूको पनि काम छ बिस्तारै टाइम त लाग्छ अलि मेरो साथीको काम त कति छिटो भएछ मेरो पनि अलिकति मिलाएर गरौँ न ऊ पो तिमीभन्दा पहिला आएको काम भयो तिमी त ढिला आएको नि त टाइम लाग्छ नि त अलिअलि सर मलाई थाहा छ नि काम कसरी छिटो हुने तपाईँले मलाई घुस दिन खोजेको सबै अफिसर एउटै हुन्छ त्यस्तो मान्छेलाई कसरी ठिक पार्नुपर्छ म जान्दैछु हेलो नेपाल पुलिस सर सर त्यस्तो नगर मलाई घुस दिन खोज्ने गयो आहा हजार रुपियाँ त आयो नि सर म त थोरै पैसा मात्र दिएको थिएँ त रकम 1 रुपियाँ होस् वा लाखौँ रुपियाँ होस्, घुस भनेको घुस हो। अबदेखि गर्दिनँ ठुलो गल्ती भयो यार आफ्नो इन्टिग्रिटी गुमाएर मैले म यसमा फसेँ होइन सर टाइम लागे पनि लागोस् म तपाईँलाई घुस चाहिँ दिँदिनँ